दिपा कलर नेल जोइन गर्नुभन्दा अगाडि के गरिराख्नु भएको थियो? म त यतिकै घरमै थिएँ, हाउसवाइफ थिएँ। नानीहरू हेरेँ यतिकै बसिरहेको थिएँ। अनि मलाई पनि यसो केही सिकौँ भनेर इच्छा लागेर अनि म त्यहाँ बुझ्दै सोच्दै बुझ्दै गर्दाखेरि म चाहिँ हजुरको यहाँ आएँ। यहाँ आएको थिएँ अनि आएर चाहिँ अनि नेल सिक्नु पर्यो भनेर सोचेर आएको थिएँ। अनि नेल त सिकेँ, तर मैले जुन सोचेको थिएँ नि नेल त यसो अब नर्मली अब है हातमा यसो लाउने भनेर सोचेको थिएँ, तर त्योभन्दा धेरै नै गाह्रो रहेछ क्या। अब यसको पनि स्टेपहरू छ। अब सुरुमा अब आर्ट गर्नुपर्ने रहेछ, अनि फाइलिङहरू गर्नुपर्ने रहेछ। अब अहिले चाहिँ म भन्यो भने आजदेखि चाहिँ म क्युटिकलमा भर्खर पुगेँ। तर नेल भन्ने बित्तिकै मान्छेले ओहो एकैछिनमा भइहाल्छ सकिहाल्छ भने त्यो भन्दा चाहिँ अलिक गाह्रै रहेछ हामीले सोचेको भन्दा। मैले सोचेको भन्दा मलाई त त्यस्तो लाग्यो, अब अरूहरूलाई त कस्तो लाग्छ है, मलाई चाहिँ गाह्रो नै लाग्यो। त्यति नै तपाईँलाई जस गाह्रो लाग्यो? गाह्रो रहेछ जस अब गऱ्यो भने त गाह्रो त होइन, तर मैले सोचेको थिएँ इजी नै होला भनेर, तर इजी त होइन रहेछ। त्यसको पनि रुल्सहरू रहेछ होइन, कसरी जाने स्टेप बाई स्टेप रहेछ नि त। अनि म चाहिँ त्यही स्टेप बाई स्टेप पुग्दाखेरि चाहिँ आज म ठ्याक्क 1 महिना कम्प्लिट भयो मेरो। 1 महिना कम्प्लिट हुँदा चाहिँ म चाहिँ भर्खर यो क्युटिकल काट्न पुगेँ आज। अनि अब हजुर के सोच्नुहुन्छ भने नेललाई त्यस्तो सामान्य सोच्नुहुन्न? मलाई चाहिँ त्यस्तो इजी लागेन, अब हार्ड नै रहेछ। कुनै पनि काम त अब कहाँ भने सोचेको जस्तो आफूले सोचे जस्तो हुँदैन रहेछ, गाह्रै हुँदो रहेछ। तर गर्दै गर्दै जाँदाखेरि चाहिँ इजी नै हुन्छ, सजिलै हुन्छ। अब जस्तो बजारमा अहिले धेरै अफर चलिरहेको छ होइन, जस्तो धेरै सस्तो सस्तो दिने होइन, कामलाई के हो भनेर नहेर्ने, रेस्पेक्ट नगर्ने काम हो, त्यसलाई चाहिँ के भन्नु चाहनुहुन्छ नेल हजुरले सिक्दै गर्दाखेरि चाहिँ? अब जस्तै नेलहरू चाहिँ भनेको नेल हो एउटा ब्युटिसियन उयसमा चाहिँ सिकेको राम्रै पनि हो। मान्छेमा एउटा सिप चाहिँ हुनै पर्ने रहेछ। भोलिको दिनमा हामी अब यहीँ एज एउटा नेपालमै बसे पनि बाहिर बसे पनि बाहिरै गएर अब गरे पनि जहाँ पनि बाहिर पनि काम गर्ने हो, नेपालमा पनि काम गर्ने हो, गर्दाखेरि चाहिँ एउटा सिप सिक्नु चाहिँ राम्रो हो। सिप सिक्न सँगसँगै नेल पनि राम्रो हो। नेल सिकेर आफूले एउटा बिजनेस गर्छु, केही एउटा पार्लर नेल सम्बन्धी एउटा केही खोल्छु भन्यो भने पनि हामीहरूको लागि चाहिँ राम्रै नै हो जस्तो लाग्छ मलाई चाहिँ। अब म पनि त्यही त हो, अब सिकेर म पनि अब नेपालमा भए पनि बाहिरहरू पनि केही एउटा अब खोलेर केही गरेर अनलाइन बिजनेसै टाइपले भए पनि गरेर गर्नु पर्यो भन्ने सोच चाहिँ विचार गरिरहेको छु। जस तपाईँको प्रयास एकदम राम्रो छ होइन, एकदम आफूलाई पनि स्टेबल आफू कसरी गर्ने भनेर सोचिरहनु भएको छ।